हेलो हेलो हजुर नमस्कार नमस्कार। हामी चाहिँ यहाँ फाइनल्ली सिराइचुली डाँडा आइपुगिसकेको छ है। अब यस्तो रमाइलो ठाउँ छ, जताततै हरियाली चाहिँ डाँडा पाखा देख्न पाइन्छ हेर्नु। यो त्यहाँ चाहिँ हिमाल छ, यहाँनिर हिमाल श्रृङ्खलाहरू छ, एकदम रमाइलो वातावरण छ। हेर्नुहोस् डाँडाहरू यो चितवनबाट देखिने। यो अल्गो डाँडा पछाडि चाहिँ मकवानपुर पर्छ अनि सिराइचुली डाँडा चाहिँ यो हो। हामी अहिले चौकी डाँडाबाट भिडियो गर्दैछौँ अनि सिराइचुली डाँडा हुँदै त्यहाँ तल शक्तिखोर यता सिद्धि सबैभन्दा अल्गो डाँडामा पुग्न थालेको छ। त्यो चाहिँ सबैभन्दा अल्गो डाँडा हो। अहिले हामी चाहिँ यता चौकी डाँडा भन्ने ठाउँतिर छौँ अनि यहाँ भाइहरू छ, गणेश भाइ, हाम्रो सजन भाइ। हेलो नमस्ते। हेलो हेलो। यस्तो राम्रो भ्यू छ हेर्नु। यही हो त्यही हो, राखिदियो ल, हामी अहिले आउँछ। हो डाँडै डाँडा जता पनि डाँडै डाँडा। हेर्नुहोस् यहाँनिर चाहिँ भगवान् बुद्धको मूर्ति रहेछ। सिराइचुली डाँडा त्यो डाँडामा के त्यो मानव निर्मित छ क्या हो? त्यहाँ मन्दिर छ हो, मन्दिर रहेछ सिराइचुली डाँडा। यो चितवनको सबैभन्दा अल्गो डाँडा नि त त्यो। हिमाल भन्दा पनि अल्गो जस्तो देखिन्छ त्यो। शक्तिखोर, पदमपुर, त्यो तुवालो नभएको भए चाहिँ भरतपुरदेखि सबै देखिने रहेछ है। हो फाइनल्ली हामी एकदम आउने मन थियो, इच्छा थियो, आइपुग्यो। खुसी लागेको छ, जताततै हेर्न पाएछ। हिमालको हिउँ चाहिँ पग्लेर झरेछ है। हिमालको हिउँ छैन यार, हाम्रो यो पजेरोमा यहाँसम्म आइपुगेछ। पजेरोमा फाइनल्ली आइपुग्यो है डाँडामा। शक्तिखोरबाट पदमपुरबाट देखिने डाँडा, त्यो डाँडामा गएर हेर्न पाएन हुन्थ्यो भन्ने जस्तो लाग्थ्यो। आज आएर हेर्न पायो। हामीले चाहिँ यो डाँडा कटाएर चाहिँ यहाँ तलसम्म फाइबर तानिसकेको छ। यहाँ दाइको घर चाहिँ तल देखाइदिनु। त्यो गणेश पक्सोमा हो यहाँ गणेश भाइको घर चाहिँ। अनि त्यसपछि हाम्रो गणेश भाइले यतातिर सब नेटवर्क फिजाइसकेको छ। यो डाँडा वरिपरि एकदम सबैजनाले नेट जोड्नु होला। एकदम पिडी सर्भर नेटवर्कको सरङरङ चल्ने नेट छ। हेर्नु गाइजहरू, गाइज ठिक छ, धन्यवाद छ गणेश भाइलाई, धेरै धेरै धन्यवाद यहाँसम्म ल्याइदिएकोमा। यहाँबाट त पुरै उ छ क्या, त्यो के भन्छ तामाङ भाषाबाट चाहिँ पाडामेन्द भन्छ। लालीगुराँस, लालीगुराँस छ। सिन्धी झर्ना यहाँ तल हो। त्यो बाटो हिँड्दै आएको थियो कि तलको बाटो हामी हिँड्दै आएको थियो कि एकचोटि झर्ना आउने बेलामा। उहीँ तल होला है, सिधै यहाँ तल। यहाँबाट ढुङ्गा झऱ्यो भने त सिधै खल्साङ पुग्ने होला। त्यो त घर होइन होला हौ, गोठ होला। ओखरानीला भिरराङमा राङबडी यार जुमजमन मन्ना बैगुण्डरी जा ओखरानीले भिरवाङ मुबला थेराङमन मोडमे ओखरानीला प्रावङमा जारङबा। हेलो हेलो गाइज, हामी चाहिँ फाइनल्ली यहाँ आइपुगिसकेको छ है चौकी डाँडा। आरामै हुनुहुन्छ? डाँडाको सबैभन्दा अल्गो ठाउँ, चितवनको सबैभन्दा अल्गो ठाउँ
यहाँ चाहिँ गढीभन्दा त कति अल्गो है। अर्को छ उहाँको पत्ता छ अब। हाम्रो हजुरबाउहरू पहिला यो डाँडै हिँड्दै जानुहुन्थ्यो अरे क्या। यो डाँडा हिँड्दै गएर अनि चितवन आउनुहुन्थ्यो अरे पहिला। यो डाँडाको बाटो ल सबैलाई बाई बाई। अबदेखि मैले भिडियो बन्द गर्न गइरहेको छु है गाइजहरू।